वाइसिएल जस्ता संगठनहरू जुन राजनैतिक दलसँग प्रत्यक्ष सम्बन्धित छन्, जनताको हक र हितभन्दा बढी दलको स्वार्थ र शक्ति प्रदर्शनका लागि परिचालित भइरहेका छन् भन्ने गम्भीर प्रश्न उठेको छ। कुनै पनि लोकतान्त्रिक समाजमा युवा शक्ति जनसेवामा होस् भन्ने अपेक्षा गरिन्छ, तर जब त्यही संगठन सरकारकै संरक्षणमा कानूनभन्दा माथि पुग्छ, सर्वसाधारणमाथि आतंक सिर्जना गर्छ अनि संलग्न हुन्छ, त्यहाँ प्रश्न उठाउनु न्यायसम्मत मात्र होइन, आवश्यक हुन्छ। राज्य संयन्त्र यस्ता समूहप्रति मौन छ भने त्यो मौनता समर्थनको संकेत हो। जनताको करबाट चल्ने सरकारबाट यस्तो आपराधिक समर्थन हुनु भनेको सिधै जनतामाथिको धोका हो। लोकतन्त्रको नाममा यदि युवा शक्ति गुण्डा तन्त्रमा परिणत हुन्छ भने त्यो राष्ट्रका लागि भयानक संकेत हो। अझ खतरनाक कुरा के हो भने जब त्यही संगठन राज्यको संरक्षणमा कानूनको खिल्ली उडाउँदै हिँड्छ, तब त्यो शासन प्रणाली स्वयं कलंकित हुन्छ। सरकार यदि गैर कानूनी अपराधी र सत्ता दुरुपयोगमा लागेका